साथीहरू नमस्कार, म दीपक दाहाल। नेपाल कानुनी सेवाको यस युट्युब च्यानलमा तपाईँहरू सबैलाई स्वागत छ। आज हामी फौजदारी कसुर, फौजदारी कानुन र फौजदारी कसुर गरेमा के कस्तो दण्ड सजाय गरिन्छ भनी बुझाउने कोसिस गर्दछौँ। यहाँ प्रस्तुत भएको सामग्री तपाईँलाई कस्तो लाग्छ? कृपया प्रतिक्रिया दिन नबिर्सिनुहोला। तपाईँको प्रतिक्रिया नै हाम्रो लागि मार्गदर्शन हुनेछ। यदि तपाईँलाई यो भिडियो मन परेमा लाइक, सेयर अनि सब्सक्राइब गरिदिनुहोला। साथीहरू, अब लागौँ आजको विषयतर्फ। साथीहरू, आजको हाम्रो विषय रहेको छ फौजदारी कसुर र त्यसमा गरिने दण्ड सजाय। फौजदारी कसुर गरे बापत गरिने दण्ड सजाय बुझ्नुभन्दा अगाडि फौजदारी कसुर भनेको के हो बुझौँ। फौजदारी कसुर भन्नाले फौजदारी कानुनले स्थापित गरेको मूल्य, मान्यता र सीमाको उल्लङ्घन गर्ने कार्यलाई फौजदारी कसुर भनिन्छ। समाजको शान्ति सुव्यवस्थामा खलल पुर्याउने कार्यलाई फौजदारी कसुर भनिन्छ। अर्को शब्दमा भन्ने हो भने फौजदारी कानुनले निषेध गरेको कार्यलाई फौजदारी कसुर भन्ने गरिन्छ। साथीहरू, अब लागौँ फौजदारी कसुरपछि फौजदारी कानुन भनेको के हो। फौजदारी कानुन भनेको फौजदारी अपराधलाई नियन्त्रण, नियमन र व्यवस्थापन गर्ने कानुनलाई फौजदारी कानुन भनिन्छ। कुनै पनि समाज, राज्य तथा समुदायमा शान्ति सुव्यवस्था कायम गरी समाजमा अमन चयनको वातावरण निर्माण गर्नु राज्यको पहिलो जिम्मेवारी हो। राज्यले फौजदारी कानुनको माध्यमबाट अपराधको नियन्त्रण, अपराधीलाई दण्ड सजाय सँगसँगै सुधार र सामाजिकरणको पनि व्यवस्था गरेको हुन्छ। अपराधीलाई दण्ड सजाय गर्नु मात्र फौजदारी कानुनको उद्देश्य कदापि होइन। कसुरदारलाई उसले गरेको कसुरको दण्ड सजाय सँगसँगै उसलाई सुधार गरी पुनः त्यही समाजमा पुनर्स्थापना गराउनु पनि आवश्यक छ। त्यसैले फौजदारी कानुन भनेको कसुरदारलाई दण्ड सजाय, पीडितलाई न्याय र उचित क्षतिपूर्ति सँगसँगै अपराधमा संलग्न कसुरदारलाई सुधार गरी पुनः त्यही समाजमा पुनर्स्थापना गराउने कानुन पनि हो। साथीहरू, अब लागौँ फौजदारी अपराधको किसिमहरूतर्फ। फौजदारी अपराधको किसिमहरू दुईटा हुन्छन्। एउटा सरकारवादी फौजदारी अपराध र अर्को दुनियावादी फौजदारी अपराध। सरकारवादी फौजदारी अपराध भन्नाले पीडितले सूचना तथा जानकारी दिइसकेपछि पीडितको तर्फबाट सरकार आफैले वादी भई अदालतमा मुद्दा दायर गर्ने र सरकारी वकिलद्वारा पीडितको प्रतिरक्षा गरी पीडितलाई न्याय दिलाउने काम गर्दछ। त्यसैले यसलाई सरकारवादी मुद्दा पनि भन्ने गरिन्छ। जस्तै सरकारवादी फौजदारी अपराधमा चोरी, डाका, हत्या, अपहरण, सम्पत्ति शुद्धिकरण, अख्तियार दुरुपयोग आदि जस्ता अपराधहरू पर्दछन्। नेपालको सन्दर्भमा मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 2 को ठमा फौजदारी मुद्दा अन्तर्गत अनुसूची 1, अनुसूची 2, अनुसूची 3 वा अनुसूची 4 अन्तर्गतका कसुरहरू पनि सम्झनुपर्छ भनी व्यवस्था गरेको छ। साथीहरू, अब लागौँ फौजदारी अपराधको अर्को किसिम, दुनियावादी फौजदारी अपराध। दुनियावादी फौजदारी अपराध भन्नाले सरकारवादी भई चल्ने फौजदारी अपराध भनी अनुसूचीमा रहेका भन्दा बाहेकका फौजदारी मुद्दाहरू दुनियावादी फौजदारी अपराध अन्तर्गत राखेर हेर्ने गरिन्छ। यस किसिमको अपराधहरूमा व्यक्तिले आफू वादी भई अपराधीलाई मुद्दा दायर गरी कारबाही अगाडि बढाउनु पर्ने हुन्छ। फौजदारी कसुर र फौजदारी कानुनपछि अब लागौँ फौजदारी कसुर गरेमा फौजदारी कानुनले के कस्तो दण्ड सजाय गर्छ हेर्नतर्फ। फौजदारी कसुर गरे बापत कसुरदारलाई दण्ड सजाय गरी पीडितलाई राहत र उचित क्षतिपूर्ति गराउनु राज्यको दायित्व हो। कसुरदारलाई फौजदारी कसुर गरे बापत दण्ड सजायको व्यवस्था कानुनमा नै गरिएको हुन्छ। फौजदारी अपराधमा दण्ड सजाय 3 किसिमबाट गरिन्छ। 1. कैदमा राखेर, 2. जरिवाना तिराएर र 3. क्षतिपूर्ति भराएर। फौजदारी कानुनले दण्ड सजाय गर्दा यी 3वटै दण्ड सजाय मध्ये 3वटा वा कुनै 2वटा मात्र वा कुनै एउटा मात्र भए पनि दण्ड सजाय गरेको हुन्छ। नेपालको सन्दर्भमा फौजदारी कसुर गरेमा मुलुकी अपराध संहिता 2074 को दफा 40 को 1 मा सजायका प्रकार भनी विभिन्न 7वटा सजायको व्यवस्था गरिएको छ। जसमा कैद, जरिवाना, कैद र जरिवाना, क्षतिपूर्ति, जरिवाना वा क्षतिपूर्ति नतिरे बापतको कैद र कैदको सट्टा सुधार गृह वा सामुदायिक सेवा रहेको छ। साथीहरू, अब लागौँ फौजदारी कानुनले गर्ने दण्ड सजायहरूमध्ये पहिलो नम्बरमा रहेको छ कैद सजाय। कैद सजाय भन्नाले कसुरदारलाई फौजदारी कसुर गरे बापत कैदमा राखी सजाय गर्ने कार्यलाई कैद सजाय भन्ने गरिन्छ। कैद सजाय सामान्यतया 2 किसिमका हुन्छन्। एउटा सामान्य किसिमको कैद र अर्को जन्म कैद। सामान्य कैद अन्तर्गत कसुरदारलाई 1 दिन कैद सजायदेखि बढीमा 25 वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको हुन्छ।
मुलुकी ऐन 2020मा सर्वस्व सहितको कैद सजाय हुने व्यवस्थालाई विस्थापित गरी बढीमा 25 वर्षसम्म कैदमा राख्न सकिने व्यवस्था कायम गरिएको हो। त्यस्तै अर्को रहेको छ जन्मकैद। कसुरदार जीवित रहेसम्म कैदमा राखी सजाय गरिने कैदलाई जन्मकैद भन्ने गरिन्छ। सामान्यतया 25 वर्षसम्म मात्र कैद सजाय गरिने भनी उल्लेख गरिए तापनि केही त्यस्ता जघन्य किसिमका कसुरहरू गरेमा कसुरदारलाई जीवित रहेसम्म कैदमा राखी कारबाही गरिन्छ। मुलुकी अपराध संहिता 2074 को दफा 41मा जन्मकैद गर्न सकिने कसुरहरू भनी 7 वटा किसिमका कसुरहरूलाई व्यवस्था गरिएको छ। ती 7 वटा कसुरहरूमा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, 2 नम्बरमा रहेको छ वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, त्यसैगरी 3 नम्बरमा रहेको छ अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेमा, त्यसैगरी 4थो नम्बरमा रहेको छ सार्वजनिक रूपमा उपभोग हुने पेयत वा खाद्य पदार्थमा विष हाली ज्यान लिएमा, र 5 नम्बरमा रहेको छ आतङ्ककारी कार्य सम्बन्धी कसुर गरी ज्यान मारेमा, र 6औं नम्बरमा रहेको छ कुनै जात जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जातीय हत्या गरेको वा गर्ने उद्देश्यको कसुर गरेमा, र 7 नम्बरमा रहेको छ जबरजस्तीकरणी गरी ज्यान लिएमा। यी 7 किसिमका जघन्य अपराधहरू गरेमा अपराधीलाई जन्मकैदको व्यवस्था गरिन्छ। यहाँ जन्मकैदको गणना गर्दा दफा 41मा उल्लेखित अवस्थामा बाहेक जन्मकैदको गणना गर्दा 25 वर्ष कैद सजाय हुने गरी गणना गर्नुपर्नेछ भनी पनि व्यवस्था गरिएको छ। त्यस्तै अर्को दण्ड सजाय रहेको छ जरिवाना। फौजदारी अपराधमा संलग्न कसुरदारलाई कसुरको गम्भीर्यता हेरी जरिवाना भराउने गरिन्छ। जरिवाना भराउँदा कसुरदारले जरिवाना भर्न नसकेमा जरिवाना बापतको कैद पनि हुन सक्ने कानुनी व्यवस्था समेत गरिएको छ। फौजदारी कसुर गरेमा गरिने सजाय अन्तर्गत अर्को सजाय रहेको छ क्षतिपूर्ति। फौजदारी अपराधबाट पीडित हुन गएको पक्षलाई कसुरदारबाट अपराधको गम्भीर्यता र पीडितलाई परेको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले अदालतको आदेशबाट क्षतिपूर्ति भराउने गरिन्छ। क्षतिपूर्ति भराउँदा क्षतिपूर्ति भर्न नसकेमा कसुरदारलाई क्षतिपूर्ति बापत पनि कैदमा राख्न सक्ने कानुनी व्यवस्था गरिएको छ। त्यस्तै अर्को दण्ड सजाय रहेको छ कैदको सट्टा सुधार गृह वा सामुदायिक सेवाको कार्यमा लगाउने व्यवस्था। यस अन्तर्गत कसुरदारलाई कैदमा नपठाई अदालतको आदेश बमोजिम सुधार गृह पठाउने तथा सामुदायिक सेवाको कार्यमा लगाउने काम गरिन्छ। हवस् त साथीहरू, आजलाई यति नै। तपाईलाई यस्तै किसिमको जानकारीमूलक भिडियो हेर्न मन छ भने कृपया फलो गरिदिनुहोला। धन्यवाद।